अब कुनै पनि विवाहित महिला वा पुरुषले म पुनः विवाह गर्न चाहन्छु भनेर भन्यो भने त्यो विवाहित महिला वा पुरुषले विवाह कायमै रहेको अवस्थामा विवाह गर्न पाउँछ कि पाउँदैन भनेर एउटा जिज्ञासा तपाईँ हामीमाझ उत्पन्न हुन सक्छ। र साथीहरू, हामीलाई के कुरा थाहा पाउनुपर्छ भने हाम्रो मुलुकी अपराध संहिता 2074 को दफा 175ले कुनै पनि विवाहित पुरुषले विवाह कायम रहेको अवस्थामा पुनः विवाह गर्न हुँदैन भनेर प्रश्न रूपमा उल्लेख गरेको छ। र उक्त दफाकै उपदफा 2 मा विवाहित पुरुष हो भन्ने थाहा पाई कुनै पनि महिलाले उक्त पुरुषलाई पनि विवाह गर्नु हुँदैन भनेर पनि कानुनी प्रावधान छ। र यस्तो कसुर वा यस्तो अपराध कसैले गर्छ भने उक्त व्यक्तिलाई 1 वर्षदेखि 5 वर्षसम्म कैद र 10,000 देखि 50,000 रुपियाँसम्म जरिमाना हुन सक्छ। त्यसैले कानुन जानौँ, बुझौँ र अगाडि बढौँ है त।